बसेको जग्गामा चाहिँ यस्तै छ। यहाँ चाहिँ अब 6-7 महिना चाहिँ पुरै हिउँ पर्छ क्या। हामी बसेको जग्गामा चाहिँ पुरा चिसो हुन्छ। हामी बसेको जग्गामा चाहिँ पुरा हिउँ पर्छ। अनि अब 4 महिना 5 महिना जस्तो चाहिँ अलिकति तातो हुन्छ। तातो मतलब अब त्यस्तो गरम पनि हुँदैन यहाँनिर, ठिकैको हुन्छ। अब अलिकति पातला पातला स्वेटर चाहिँ लाउनै पर्छ, किनभने अब हामीलाई चाहिँ अलिक जाडो जाडो लाग्दो रहेछ यहाँनिर चाहिँ। त्यस्तै छ हामी बसेको जग्गामा है। के अरे एउटा कुरो, युट्युब च्यानलमा अब मैले सब्सक्राइब गरेँ होइन। अनि मैले हरेकलाई मैले चाहिँ मजाले सब्सक्राइब गरेर फुल भिडियो वाच गरेर सब्सक्राइब गरिरहेको छु है मैले चाहिँ। अनिखेरि कतिजनाले चाहिँ अलिकति भिडियो हेरेर अनिखेरि सब्सक्राइब गर्दो रहेछ, अनि फेरि गएर चाहिँ अनसब्सक्राइब गरिदिँदो रहेछ है। त्यो चाहिँ अब राम्रो पनि लाग्दैन। त्यो चाहिँ आरिसे बेहोरा हो क्या, आरिस गरेको हो त्यो चाहिँ। आरिस गरेको, अर्कोलाई चाहिँ बढ्नु नदिएको क्या, अर्कोलाई चाहिँ गरी खानु नदिएको, अरूको च्यानल चाहिँ राम्रो नहोस् भनेर क्या। अनि त्यस्तो गरेर चाहिँ च्यानलहरू उयो बर्बाद पारिदिन्छ अरूको च्यानलहरू चाहिँ। त्यस्तो चाहिँ कहिले पनि नगर्नुहोस् है। त्यस्तो गरेको चाहिँ राम्रो होइन, किनभने हामी चाहिँ अरूलाई बढेको पनि देख्नु सक्नुपर्छ, अरूले गरेर खाएको पनि देख्नु सक्नुपर्छ। मलाई चाहिँ मन पर्दैन क्या त्यस्तो गरेको चाहिँ। म चाहिँ सबैलाई राम्रोसँगले सब्सक्राइब गरेको छु, फुल सब्सक्राइब गरेको छु। अनि उनीहरूको नोटिफिकेसन पनि मेरोमा आइबस्छ हो, आइबस्छ। अनि मलाई टाइम पाएको बेलामा म उनीहरूको भिडियो पनि फुल हेरिदिन्छु। ढुक्कै बसेर हेर्नु नपाए पनि म उनीहरूको भिडियोलाई चालु गरेर राखिदिन्छु। म काम गर्दै भए पनि उनीहरूको भिडियोलाई हेरिराख्छु है। तपाईँहरूले त्यस्तो नगर्नुहोस्, सब्सक्राइब गरेर अनसब्सक्राइब गर्ने काम चाहिँ नगर्नुहोस् है। अनि अरूको भिडियो फुल हेर्नुहोस्, फुल हेरेर कमेन्टहरू गर्नुहोस् है। त्यसो गर्दाखेरि इन्सपिरेसनहरू पनि बढ्छ अरे भनेर मैले चाहिँ अरूको भिडियोहरूमा हेरेको थिएँ है। त्यस्तो रहेछ। अब मैले पनि अब त्यति साह्रो मलाई पनि जानकारी त छैन होइन युट्युबको बारेमा, तर अब अलिअलि जानकारी पाउँदाखेरि चाहिँ मैले भनेको है। त्यस्तो चाहिँ नगर्नुहोस्, सब्सक्राइब गरेर अनसब्सक्राइब चाहिँ नगर्नुहोस्। म चाहिँ अहिले यहाँनिर अब ओछ्यान मिलाउन आँटेको। यहाँनिर मेरो ओछ्यान यहाँ मिलाएकै छुइनँ है। यहाँ 1-2 बजिसक्यो, मैले चाहिँ ओछ्यान पनि मिलाएकै छुइनँ। यहाँ मेरो अरू कामले गर्दाखेरि मैले चाहिँ ओछ्यान मिलाउनु पाएको छुइनँ कि, त्यही कामले गर्दाखेरि अरूलाई गरेर खानु दिनुहोस् है। अरू बढेको देख्नु सक्नुपर्छ है। हामी चाहिँ त्यही कारणले गर्दा चाहिँ राम्रो हुन्छ। आजको भिडियो चाहिँ मेरो यस्तै छ है। अलिअलि घरको काम गर्दै भिडियो बनाउँदै हो। घरको काम पनि गर्नुपर्छ हो, दिनभरि घरको काम गर्नु पर्यो, मेरो नातिलाई हेर्नु पर्यो, खाना बनाउनु पर्यो, घर साफसफाइ गर्नु पर्यो होइन। त्यस्तै नै हो घरको काम चाहिँ। त्यही कारणले गर्दाखेरि चाहिँ कोही बेला त अब त्यति साह्रो भिडियोहरू बनाउनु पनि पाइँदैन, तर पनि म भिडियो चाहिँ बनाइ नै रहेको हुन्छु। सानो सानो भए पनि भिडियोहरू बनाइ नै रहेको हुन्छु है। तपाईँहरूले मेरो भिडियोलाई फुल हेरेर इन्जोय गर्नुहोस् होला। अनि म तपाईँहरूको भिडियो पनि फुल हेरिरहेको छु। सबैजनाको भिडियो हेर्नु नपाए पनि समय पाएको बेलामा सबैजनाको भिडियो हेरि नै रहेको छु। हुन्छ, तपाईँहरू सबैजनालाई नमस्ते, बाई बाई।